बालेन सरकारले सुकुम्बासी बस्ती खाली गराउन 20औं संख्यामा डोजर सहित एकैसाथ 10,000 प्रहरी परिचालन गरेपछि सुकुम्बासी बस्तीका नेताहरू भने दुलोभित्र लुकेका छन्। रवि लामिछानेले छाती नथापे के भयो हामी थाप्छौं भन्दै हिजोसम्म मिडियामा कुर्लिनेहरू आज कतै देखिएन। सबैको भागाभाग भएको छ। काठमाडौँको विभिन्न ठाउँहरूमा रहेको सुकुम्बासी बस्तीमा बालेन सरकारले 10,000 भन्दा बढीको संख्यामा प्रहरी परिचालन गरेर 2 घण्टामा थापथली सहितका सुकुम्बासी बस्तीहरू ध्वस्त पारिदिएका छन्। लामो समयदेखि अतिक्रमण गरेर बसोबास गरिरहेका संरचनाहरू एकै झट्कामा हटाइएपछि सुकुम्बासीको नाममा राजनीति गर्दै आएका समूहहरू नै अहिले भूमिगत जस्तै भएका छन्। वास्तविक सुकुम्बासीहरूको पहिचान गर्दै बालेन सरकारले उनीहरूलाई कीर्तिपुरको डाँडामा दशरथ रङ्गशालामा राखेर विवरण संकलन गरी पहिचान गर्ने काम समेत गरिराखेको छ। नाम टिपाएकाहरूको सामानहरू समेत नेपाल सरकार आफैले ओसार पोसार गरिरहेको छ। सुकुम्बासी बनेर बस्ने तर रोपनीका रोपनी जग्गा हुनेहरूको भने भागाभाग भएको छ। बालेन सरकारले त्यस्ता नक्कली सुकुम्बासीहरूमाथि कारबाहीको दण्डा चलाउने भएपछि वर्षौंदेखि सुकुम्बासीको नाममा लुटको धन्दा चलाउनेहरूको भागाभाग भएको हो। सुकुम्बासी बस्तीमा घर टहरा हालेर भाडामा लगाउने र आफू भने महलमा बस्ने त्यस्ता नक्कली सुकुम्बासीहरूको बालेन सरकारले धमाधम खोजी समेत गरिरहेको छ। वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्न सरकारले ठूलो संख्यामा सरकारी संयन्त्र परिचालन गरी 38 घण्टाभित्र व्यवस्थापन गर्न बालेन शाहले कडा निर्देशन दिएको बुझिएको छ। बस्तीमा रहेका अधिकांश वास्तविक सुकुम्बासीहरू बालेन शाहको सहायता खोजेर त्यही खोलाको किनारमा आफ्नो सामानहरू कुरेर बसिराखेका छन्।